पैसा कमाउन कुनै पार्टीको बोकेर होइन। हामी नेपाली बुढाखाडाहरूले दुःख पाइयो अहिलेको राजनीतिक व्यवस्थाले। र हाम्रो पुरानो घरहरूमा यसरी बुढापाका पैसा छ, के खायो बिमारी भयो कि सुख दुःख हेर्दैन। त्यसले गर्दा पहिलाका राजा यस्ता थिए, म राजा होइन र प्रतिबिम्ब हो राजा देश भन्छ, पानी खाना बनाएका, कृषि गर्ने ढुलाएका। त्यसले गर्दाखेरि तपाईँहरूको एउटा परिचय पहिचान भनेर चाहिँ जाओस्। यसरी बुढाखाडा बसेर हाम्रो पुरानो घरहरू मकै कृषि गरेर यसो गरेका थियो। मोबाइल सबै घरहरू बेच्यो। अहिले हालत देखेर